नमस्कार सबैजनालाई पाथिभरा मन्दिरमा आइपुगेको छु। आज माघ 15 गते शुक्रबार बिहिबार हेर्नुहोस्, देवीको शिव भगवानको दर्शन गर्नुहोस्, गणेश भगवानको पनि गराएँ। हिजो परेको हिउँ बाक्लो हिउँ परेको थियो, रातभरि परेर हिउँ होला भनेको त फेरि रह्यो। अनि घरि घाम लाग्छ, घरि छोपी राख्छ, घरि घाम लाग्छ, त्यस्तै भइरहेछ यो आजको मौसम चाहिँ। अब हिउँ फेरि पर्छ नै भन्ने बुझिन्छ, किनभने मौसम हिउँ परिसकेपछि खुल्थ्यो सधैँ चाहिँ, तर खुलेको छैन मौसम, त्यही भएर अब अझै हिउँ पर्न बाँकी छ भन्ने बुझिन्छ। परमेश्वर भगवान् म भित्र छिरेर यहाँलाई देवीको दर्शन गराउँछु ल। चिसो छ आज पनि, घरि घाम लाग्छ, घरि छोप्छ है। हिमाल वान यत्तिको देखिएको छ आज, हिमाल कुहिरो लागेर है। अनि त्रिशुल देखिरहेछ, सूर्योदय खासै एकछिनमा देखिन्छ, एकछिन हराउँछ। आज पनि 200 भन्दा क्रस हुनुहुन्थ्यो श्रद्धालु भक्तजन। म अलि ढिलो आइपुगेँ आज, पाथिभरा ढिलो आए तापनि यहाँलाई दर्शन गराउन मन पर्यो। दर्शन गर्नुहोस् ल। मूल उत्पत्ति स्थान, दुःख गरेर आएर आफ्नो सबै मनोकांक्षा पुरा गरिदिनुहोस् भनेर ढोग्ने ठाउँ। यहाँलाई सधैँ देखाउने गर्छु, सकिन्जेल देखाउँछु। गुरु, हाम्रो मन्दिरको गुरु दर्शन, देवीको दर्शन गर्नुहोस् ल। अनि पाहुको पनि दर्शन गर्नुहोस्। परमेश्वर भगवान् रक्षा गरिदिनुहोस् हामी सबै जगत प्राणीको। ल, आज 2082 साल माघ महिनाको 15 गते बिहिबार पाथिभरा मन्दिरबाट पुरानो 101 वर्ष पुरानो घन्टी सुनाउँछु ल। मौसम मजाले खुल्न सकेको छैन पाथिभरामा। अलिअलि श्रद्धालु भक्तजन पाथिभरा देवीको दर्शन र आजको मौसम यहाँलाई देखाउँदै पाथिभरा मन्दिरबाट यहाँ सबैजनालाई नमस्कार।